मेरो पहिलो पोडकास्ट हो र म आज यस्तो कथा लिएर आएको छु जुन सुन्दै ऊर्जा दिन्छ। दुबईको 50 डिग्री भन्दा बढी गर्मी, भारी फलामका सामानहरू अनि पसिना बगाउने मेहनत, तर सपना रोकिएन। आजको पोडकास्टमा छ सुनिल मोहराको कथा, जसले परिवारको लागि हिम्मत र आशा कहिल्यै गुमाएनन्। दाइ कसरी आइपुग्यौ त दुबई? दुबई त दाइ अब कसरी आउनु दाइ नि अब आउनु अब त दाइ अब के गर्नु अब कामसाम त केही आउँदैन अब हातमा केही अब सिप छैन अब के गर्नु होइन दाइ। त्यही हो गाउँतिर अब यसो केही कामहरू पायो भने गरिहाल्थेँ। जस्तै अब त्यही हो लेबर काम पायो भने लेबर कामहरू गाडी अनलोडिङहरू गर्थेँ। त्यस्तै हो दाइ अब के गर्नु गाउँतिर अब त्यति साह्रो काम छैन। अनि यहाँसम्म चाहिँ कसरी आइपुग्यौ त? यहाँसम्म त दाजु अब बिस्तारै बिस्तारै काम गर्दै थिएँ। अब काम गर्दै गएपछि अब उमर पनि गर्दै गएपछि अब मेन कुरा भनेको मेरो नागरिकता थिएन क्या दाइ। नेपालमा हो त्यो नेपालीले नागरिकता पाउन साह्रै गाह्रो छ। जस्तो इन्डियाबाट बरु आउनु इन्डियन मान्छेहरू आयो भने भोलिपल्ट नागरिकता निकालिदिन्छ होइन। तर हाम्रो नेपालको सरकारहरू चाहिँ कस्तो छ भने अब नेपालीलाई नागरिकता दिन गाह्रो छ। अब मेरो चाहिँ अब फ्यामिलीमा अब त्यस्तै प्रब्लमहरू आएको थियो होइन, जुन कारणले मेरो बुवा चाहिँ सानैमा पाउनु भएको। अनि अब म्यारिज सर्टिफिकेट मम्मीसँग थियो, तर बुवाको डेथ सर्टिफिकेटहरू थिएन। जन्मदाता मात्रै बनाउनु भएको रहेछ क्या मम्मीले। त्यही भएर चाहिँ अब पछि म बढ्दै गएँ बिस्तारै त्यही अब पढ्दै गएँ। गाउँको मान्छे गाउँमै अब हुर्किँदै पढ्दै गएपछि अब पछि बिस्तारै ठुलो भएपछि अब नागरिकता चाहिँदो रहेछ क्या गाउँमा। नागरिकता चाहिँदो रहेछ, बिना नागरिकता चाहिँ अब एसएलसीहरू यताउति त्यहाँ मिल्दैन रहेछ। अनि धेरै सङ्घर्ष गर्नुभयो मेरो मम्मीले पनि गाउँमा, तर केही तरिकाले नि भएन। नभएपछि चाहिँ अनि पछि अब बिस्तारै आफन्तहरू खोज्दै गएपछि चाहिँ अनि मेरो बुवाको रिलेटिभहरू खोज्दै गएपछि चाहिँ अनि मेरो एउटा दिदी हुनुहुन्छ, फुपू दिदी भन्ने धेरै माया गर्नुहुन्छ हुनुहुन्छ। उहाँबाट चाहिँ अनि मेरो गाउँको एउटा दाइ हुनुहुन्छ मोहन अङ्कल, उहाँबाट चाहिँ थ्रुबाट चाहिँ मेरो नागरिकता बनेपछि अनि पछि अनि मेरो मैले त्यही नागरिकता बनाउँदाखेरि नै पासपोर्ट निकालेको थिएँ दाजु। पासपोर्ट काम ज्यादा भए कसैको एजुकेसनै छैन एकदम त्यस्तो पनि छ दाइ। मैले दाइ धेरै मेन पार खुदाएँ क्या। मैले एसएलसी दिएको दाइ होइन, मैले एक दुईवटा इन्टरभ्यू पनि दिएँ। मेन कुरा भनेको पैसा रहेछ क्या दाजु, संसार पैसै थिएन मसँग। त्यही पनि अब जवान भइसक्यो, घरको जेठो छोरा मान्छे म होइन, घर परिवार हेर्नै पर्यो। अनि धेरै काम खोजेँ, भेटिनँ क्या दाइ। अनि त्यसपछि मैले यस्तै मम्मीसँग मेरो बस चल्दै थियो यस्तै कुराहरूमा, विदेश जाने कुरामा। अनि ठिकै यो अफर पनि आयो कि अङ्कल आएर भाइ यस्तो काम छ जान्छस् भन्नुभयो। मैले पनि अब रिसर्भ भट्टराई अङ्कलले अनि मैले रिसर्भ उहाँ पासपोर्ट लिनु काका बेच्दिनु म जान्छु विदेश भनेर भनिहालेँ। मजाक भनेको थिएँ खासमा चाहिँ। काकाले गएर दिनुभएछ पासपोर्ट। अब दिएपछि त 2-4 दिन त अब सोधेँ आउँछ क्याटा तेरो भिजा आउँछ भन्नुहुन्छ काका, आउँदैन। अनि एक दिन चाहिँ के भयो भने दाजु काम गरेर फर्केर गाडी अनलोडिङ गरेर फर्केर बिहानै आउँदै थिएँ, बाटोमा मर्निङमा गर्दै हिँडिरहेको छन् काका क्या भट्टर काका। अनि त्यसपछि तेरा त यहाँ के गर्दैछस् भन्छ मलाई त क्या काकाले। अनि काका म त भर्खर ड्युटी सकेर आएको, खाना आएको, तेरो भोलिको फ्लाइट छ, त यहाँ के गर्दैछस् भन्नुहुन्छ। एक्कासी म त छाँगाबाट फसेँ जस्तो भयो। भोलि जस्तो म भोलि विदेश उड्ने मान्छे हेर्नुहोस्, विदेश उड्ने मान्छे के हुन्छ, सपिङहरू गर्छन्, आफ्नो सिस्टमको साथीभाइ सबैसँग मिल्छन् होइन। विदेश जस्तो कुरा हो अर्काको देशमा परिश्रम गर्न जान आँटेको फ्यामिली छोडेर गाह्रो त हुन्छ। म दाइ कसो भनेको त्यहाँबाट हिँडेको मान्छे गएँ, खाना पनि खाएँ। मम्मीलाई भने मम्मी यस्तो भोलिको फ्लाइट छ। मम्मी रुँदै हुन्थ्यो यस्तो कुराहरू सुनेर होइन। अहिले जिन्दगीमा घरदेखि बाहिर नहिँडेको मान्छे म होइन। अब अनि अब खर्च घरमा केही थिएन त्यति बेला। मम्मीले 2000 रुपियाँ साबरी छिमेकी मागेर मलाई सामानहरू किनिदिनु भएको। सबैभन्दा अगाडि चाहिँ मम्मीले के किनिदिनु भयो भने मेडिसिन किनिदिनु भयो। के बिमारी थियो र? बिरामी त थिएन, तर चिन्ता नि दाजु, आमालाई छोडेर चिन्ता त लागिहाल्छ लाग्दैन। अनि अब त्यही हो मेडिसिनहरू किनिदिनु भएको थियो। टाउकोहरू दुखेको, तपाईँ ज्वरोहरू आउँछ केटा थाहा छैन भनेर 2000 रुपियाँ मात्र थियो मम्मीसँग। त्यतिले जे छ जे जति हुन्छ किनिदिनु भयो। अनि त्यसपछि अनि सामानहरू प्याकिङ गरेर अनि म काठमाडौँ लागेँ।
एउटा साथीले मलाई भन्दै थियो क्या दाइ प्लेन चढेपछि सुन साइली 40 कटी सिरमौला भन्ने गाना सुन्नु त रुन्चेस भन्दै थियो क्या अनि म पनि प्लेन फर्स्ट टाइम म एयरपोर्ट गएको दाइ हेर्नु है दाइ एयरपोर्टमा दाइ अब कहाँ जानुपर्ने थाहा नै छैन म कन्फ्युज भएँ दाइ त्यही त फर्स्ट टाइम त अब कसरी थाहा हुन्छ र नि दाइ अब यस्तो सबै मान्छे आम्म दाजु एयरपोर्ट हाम्रो नेपालमा एयरपोर्टमा यति सानो भिड छ नि दाइ त्यति त हाम्रो क्रिकेटको मैदानमा पनि हुँदैन होला यति छ हेर्नु है छ बेरोजगारीहरूमा सबै विदेश पलायन छ हाम्रो देश अगाडि नबढ्नुको कारण युवाहरू सबै तिमीलाई कस्तो अनुभव भएको थियो प्लेन चढ्दा फर्स्ट टाइम अनि प्लेन त चढ्यो भित्र पस्यो भित्र पसे अनि बोर्डिङ पास गरेर भित्र पस्यो कस्तो फिल भयो त्यतिखेर अनि दाजु केही भएन म त त्यस्तो केही भएन बिस्तारै यसरी उडाउँछ नि दाजु उडाउँदाखेरि चाहिँ दाइ होइन मुटु चाहिँ चिउ हुँदो रहेछ क्या दाजु सुरु भएछ नि दाजु मुटु चिउ हुँदो रहेछ अनि त्यो साथीले मैले भनेको एउटा टक्क याद आयो क्या दाजु म त्यो गाना सुन भनेर टक्क MP3 गाना टक्कसँग त्यो गाना चाहिँ कानमा सुनिदिएको दाजु त्यतिखेर हाँसो पो लाग्छ दाजु मलाई त्यो गाना सुन्दा त्यति बेला क्या ठिक छ र जब तिमी आइपुग्यौ होइन कस्तो फिल भयो क्या जब ठ्याक्क दुबई आइपुग्यौ होइन ए माका यो के हो यस्तो भन्ने खालको त्यस्तो कुनै चिजले गरे कि गरे नि त तिमीलाई त्यस्तो के कुराहरू त लागेन दाजु किनकि एउटा नर्मल लाइफ बाँचेर आइरहेको हामी मान्छे होइन एक्कासी यो ठाउँमा आइपुग्यौ होइन र कस्तो फिल भयो त आएको दिन चाहिँ जुन दिन चाहिँ तिमी दुबई टेक्यौ त्यो दिन चाहिँ अब दाजु बेलुका मेरो फ्लाइट थियो बेलुका म आइपुगेको थिएँ अनि अब मलाई पिकअप गरेको थिएँ 2 जना इन्जिनियरहरूले अनि अब मै धेरै सपनाहरू बोकेर मेरो झोला चाहिँ सानो थियो त्यति बेला सपना चाहिँ धेरै म के सोच्थेँ नि अब दुबई जाउँ विदेशमा जान्छु यस्तो कमाउँछु बगेर धेरै सपना बोकेर आएको त्यति बेला क्या अनि आएँ अब गाउँमा बसिरहेको मान्छे होइन कहाँसी अब यहाँ आए विदेशमा आएपछि कहाँ आए यस्तो केही कुराहरू पनि थाहा नभएको यहाँको होइन दाजु अनि अब टक्क बेलुका आएँ टक्कर भाइ दाजु नमस्कार म आइपुग्यो भने ल मेरो भाइ आइस विदेशमा दाजु बिहान हो कि बेलुका हो थाहा नै नहुने क्या दाजु हलमल लग्यो नेपालमा चाहिँ खाली लाइन गरेर हलमल लग्यो दाजु होइन त्यस्तो क्या कुलमान घिसिङ गीतको छ नि अहिले लाइनको हटाएको छ थाहा छ बिजुलीको टप मान्छे अनि काम कति गाह्रो लाग्यो त काम त कस्तो काम सोचेर आएको थियो कति गाह्रो लाग्यो काम त अब दाजु म सबै कामहरू यताउता सबै सम्झाएर बनाएको थिएँ अनि अब सानैदेखि म त अब काम गरिरहेको बानी गरिरहेको साह्रो गाह्रो त लागेन काम त्यस्तो गाह्रो लागेन अनि तलबले सन्तुष्ट छौ त भाइ तलब चाहिँ मेन पोइन्ट चाहिँ यो हुँदा विदेश आउने मान्छेहरूलाई एउटा गाह्रो कुरा चाहिँ के छ भने दाजु स्टार्टिङ सेलेरी चाहिँ नि धेरै कम हुन्छ क्या विदेशमा नेपालीलाई चाहिँ प्रायः जस्तो नेपालीलाई धेरै सेलेरी कम हुन्छ सन्तुष्टि चाहिँ म पनि छुइनँ तपाईँ खुसी नै छ अब नगर्नु खुसी नभएर नि के चाहिँ गर्ने त होइन अब त्यही सिचुएसनमा अब ठिकै छ भन्ने छौ अब खुसी नै छौ आफ्नो व्यथा कसलाई के थाहा भन्ने ठिक छ घर सम्झेर कहिले रोको छौ कसम यार मेरो 6 महिना 7 महिनाको नानी छोडेर आएको यार म सुरुमा त मेरो नानीलाई भिडियो कल गर्दा म रुवारुको मान्छे छोरा मान्छे रुँदैन भन्छ नि दाइ जब मन धेरै दुख्छ नि दाइ भित्रबाट रोयो है भित्रैदेखि रुइदिएको दाइ कसम त्यस्तो फिलिङ्स आएको थियो म बच्चा छोडेर आएको दाइ अनि सानो नेपाल मन हुँदा या नेपाललाई सम्झिँदाखेरि चाहिँ एकदमै मन छुको कुरा चाहिँ के होला तिम्रो त्यस्तो मन छुको कुरा भनेको दाजु त्यही हो मेरो मम्मीसँग पशुपतिनाथ मन्दिर घुम्न गएको थिएँ तँ सम्झिन्छौ बेला म पशुपतिनाथ मन्दिर म धेरै मनपर्छ दाजु पशुपतिनाथ भगवान्लाई ओके अब 2 वर्ष भर्खरै छुट्टी बिताएर पनि आइसक्यो अझै 2 वर्ष छ परिवारलाई केही भन्न चाहन्छौ यहाँबाट के भन्नु दाजु म त यहाँ केही मेसेज दिन चाहन्छु के मेसेज दिन चाहन्छौ परिवारलाई के भन्नु दाजु उनीहरू आफ्नो ठाउँमा बस्नु खुसी नै ह्याप्पी भएर बस्नु म परदेशमा भएको मान्छेसँग टेन्सन नलिनु होइन अब त्यही हो दाजु खुसी नै भएर बसेको छु म पनि होइन खुसी भएर बस्दाखेरि अब परदेशीलाई चाहिँ मेन कुरो चाहिँ के भन्यो नि दाजु जति नै काम साम जति नै जे गरोस् गलेर आओस् थाकेर आओस् हारेर आओस् क्या मान्छे तर आफ्नो फ्यामिली खुसी भयो देख्यो भने मान्छे भित्रैबाट त्यसको हल्का हुन्छ क्या एकदम सो
परिवारलाई एउटा स्पेसल मेसेज दिनु पर्दाखेरि चाहिँ एज अ तिमी यहाँ छौ होइन, भन्न साथ तिमी उहाँ पुग्न सक्दैनौ, अब तिमी पनि आफ्नै दुःखमा छौ होइन। अब त्यस्तो स्पेसल केही मेसेज दिनुपर्दा जस्तै तिमीले आफ्नो अब वाइफलाई दिनुपर्दा के मेसेज दिन चाहन्छौ? वाइफ त दाइ वाइफ भइहाल्यो, साथी सँगै नै हो होइन, सधैँभरिको साथी हो। मेरो आमा पछि वाइफ त हो एकदम एकदम। वाइफलाई म के भन्छु भने तिमी ठाउँमा बसिदेऊ, एकदम छरछिमेकीको कुरा नसुनिदेऊ, इष्टमित्र साथीभाइ राम्रो बनाऊ एकदम। अनि त्यही हो दाजु, त्यही त हामीले खोजेको पनि त्यही त हो नि होइन। एटलिस्ट आज तिमी यहाँ दुःख गर्दैछौ परिवारको लागि र परिवारले वहाँनिर बुझ्दिएन भने, समस्या बनायो भने त्यसले त झनै टेन्सन हुन्छ नि त होइन। आज घर परिवार सबै छोडेर यहाँ आएको छौ। सो कतिपय दाजु नेपाली मान्छेहरू, नेपाली हुन्छ नि दाजुभाइहरू, दिदीबहिनीहरू टेन्सनले गर्दा यी विदेशमा आत्महत्या गरिरहेको हुन्छ। तिमी एउटा भनौँ न लेबर काम गर्दा गर्दै आज दुबई आइपुग्यौ। दुबईमा पनि धेरै सङ्घर्ष गरिरहेछौ र अहिले पनि स्टिल सङ्घर्ष गरिरहेको छौ परिवारलाई अगाडि बढाउनलाई होइन। तिम्रो सबै कुराहरू सुन्दै बुझ्दै जाँदाखेरि सो जुन तिम्रो कथा छ, जुन तिम्रो एउटा सङ्घर्ष छ होइन, यो टपिकमा चाहिँ एउटा फिल्म बन्यो भने चाहिँ फिल्मको टाइटल चाहिँ के राख्न चाहन्छौ? फिल्मको टाइटल त के पर्दैछ? फिल्मको टाइटल जस्तै एउटा फिल्मको नाम राख्नु पर्यो भने चलचित्रको नाम, किनकि तिमी एउटा हेर है त बाबा हुनुहुन्न थियो, बाबा बिना अब एउटा घरको मुख्य छोरो होइन, एउटा दुःखले भनौँ न दुःख लेबर काम गऱ्यौ होइन, त्यसरी फ्यामिलीलाई हुर्काइराखेको थियौ, अगाडि बढाइरहेको थियौ। अब दुबई आयो, दुबईमा पनि अब आज स्टिल सङ्घर्ष गरिरहेको छौ होइन। यो तिम्रो एउटा कथालाई, यो सङ्घर्षलाई लिएर चाहिँ एउटा मुभी बनाउनु पर्यो भने मुभीको नाम चाहिँ के सजेस्ट गर्छौ त तिमी? मुभीको नाम त दाजु परदेशी जीवन भनिदिन्छु क्या, परदेशी जीवन क्या। किनकि मेरो जबदेखि नि दाजु घरदेखि बाहिर खुट्टा राखेँ नि मैले, तब आफ्नै घरको पाहुना जस्तो भन्छु क्या दाजु। 2 वर्ष भनेको 12 24 महिना यहाँ काम गर्नुपर्छ, 3 महिनाको छुट्टी लिएर घर जानुपर्छ दाजु। पाहुना पनि त्यही नै होइन दाजु, 2 दिन आएर बस्छ जान्छ। मेरो घरको लागि पनि म त्यही भयो क्या। सो अब फ्युचर प्लान चाहिँ के छ? 5 वर्ष पछाडि आफूलाई कहाँ देख्न चाहन्छौ होइन? अब भनौँ न नेपाल कहिले फर्किने योजना बनाएको छौ? के छ त्यसको चाहिँ फ्युचरको प्लान चाहिँ तिम्रो? दाजु फ्युचर प्लान त अब लक्ष्य बिनाको मानिस हुँदैन। मेरो त पुरै होल लाइफ भनेको होइन फ्यामिली हेर्दै गयो क्या। अब मेरो त गएको छैन, भर्खर कलिले त्यसो कलिलै छु, तर अब त्यस्तो लाग्छ कहिले क्या, बेकार परेर होला। हो सानैदेखि काम गऱ्यौ त्यही भएर पनि हो। फ्युचर प्लान भनेको म केही छैन दाजु, बस एउटा सानो घर बनाऊँ होइन। अनि मेरो भाइ बहिनी छैन, मेरो भाइ बहिनी छन्, मैले जति दुःखमा पाओस् भन्न चाहन्छु त्यति सोध्छु क्या। ठिक छ, त्यसपछि त्यो भाइ बहिनी भनिहाल्यौ। अब अहिलेको समग्र नेपालकै कुरा गरौँ, अब आउने भाइ बहिनी होइन, हजुर दाजु बहिनी भाइ बहिनी आफ्नो भनौँ न साथीभाइ यङ एजकोहरूलाई जुन आज तिमीले सायद काहीँ न काहीँ त तिमीलाई धेरै ठाउँमा लाग्यो होला नि त, मैले नपढेर या मैले यो नभएर मैले त्यो नभएर म आज यस्तो भएँ भन्ने खालको हुन्छ नि। सो अब धेरैजना अझै पनि विदेश आउनु चाहन्छन् होइन। अब यहाँ पनि सजिलो लाइफ त पक्कै पनि छैन। सो त्यो युवाहरूलाई चाहिँ के इन्फर्मेसन दिन चाहन्छौ? तिम्रो त्यो भाइ बहिनीहरूलाई, दाजु बहिनीहरूलाई भनौँ न, त्यो व्यक्तिहरूलाई चाहिँ के एडभाइस दिन चाहन्छौ? तिमी के सल्लाह दिन चाहन्छौ उनीहरूलाई? भनेको दाजु होइन, म चाहिँ के सल्लाह दिन चाहन्छु भने उनीहरू पढाइ पनि गर, एउटा पढाइ सँगसँगै एउटा सिप पनि सिक भन्छु क्या म चाहिँ। किन एउटा सिप पनि हुनु पऱ्यो क्या, पछि एटलिस्ट एजुकेसन काम नदियो भने त्यो सिप त काम दिन्छ नि त। नभए त्यही पढाइकै माध्यमबाट त्यो सिपलाई चाहिँ गन्तव्यमा पुर्याउन सकिन्छ नि त दाजु। त्यही भएर पढाइ चाहिँ त्यो सिप पनि सिकिरहेको होइन। र विदेश आउँदाखेरि चाहिँ होइन आफ्नो सेलेरी, आफ्नो ड्युटी राम्रै बुझेर र दलाल दलाल भन्छ नि दाजु, पेसेन्टलाई चाहिँ राम्रै बुझेर नभए धेरै नेपालीले दुःख पाउँछन् त। हो अहिलेसम्म प्राय हेर्ने भने भिजिटमा आउँदाखेरि प्राय सबैले दुःखै पाएको देखिरहेको छौँ नि त। सो यो चाहिँ एकदमै होइन सबैले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि बरु मेन पावर पक्रिनुहोस्, आरामले मेन पावरमा पक्रिने, त्यस पछाडि मेन पावरको थ्रुबाट भिजिट भिसामा होइन क्या तपाईँ हामी जो पनि भनौँ न एउटा वर्किङ भिसामा चाहिँ आयो भने उतैबाट बेटर भएर आयो नि त। भोलि यहाँ आइज काम खोज नपाउला होइन, र भिजिट भिसामा आउने त कामै छैन
होइन भिजिटमा आउने भनेको म्याक्सिमम् 90% फ्रडैहरू हो अर्काको पैसा खान्छन् यहाँ ल्याएर काम लाउनु सक्दैनन् होइन र त्यसरी फसिन्छ यहाँ मैले बर्दुबी गएको थिएँ क्या दाजु घुम्न त्यहाँ मैले बर्दुबी चाहिँ भनेको मैले कहिले घुम्न गएको थिइनँ फर्स्ट टाइम के कस्तो हुँदैछ भनेर गएको थिएँ अनि त्यहाँ देखेँ क्या दाजु मैले नेपाली दाजुभाइहरू दिदीबहिनीहरूलाई भिजिटमा आएकोहरू बिचरा काम नपाएर एउटा जस्तो सानो रुम हुन्छ नि घरमा एउटा खाट पनि हिँड्दै 2टा खाट राख्छु बस न 2जना मिलेर भन्दा होइन होइन म मेरो रुममा एउटा एक्लै बस्छु भनेर कराउने मान्छेहरू पनि है हुन्छ नि कति यहाँ विदेशमा दाइ भिजिटमा आएर काम नपाएर है एउटै रुममा 7वटा 8वटा बेड हुन्छ क्या राखेर कोच्याएर राखेर डबल सिङ्गल ट्रिपल बेड बनाएर मान्छे कोचेर बसेको यस्तो खाट बनाएर मान्छे कोचेर राखेको छ काम छैन के गर्छ त अनि अब पुलिसले पक्रेर लगिन्छ हालिदिन्छ सो अहिले रिसेन्टली पनि लगभग 2500 नेपालीहरूलाई रक्सी खाने भएर बाहिर पठाइदिएछ होइन धेरै फ्री छ नि त दाजु सो खुसी लाग्यो भाइ तिम्रो सङ्घर्ष दुःख होइन तिमी आज दुबईमा कसरी आयौ हरेक कुराहरू बुझ्दा ओर्दा जे खुसी लाग्यो तिम्रो यो टाइम दियौ तिमीले हामीलाई सो थ्याङ्क यू सो मच है